हेलो गाइज, आयो हजुर पनि सन्चै हुनुहुन्छ होला। म चाहिँ ठिकै छु। आज चाहिँ हाम्रो फेरि हामी फर्किँदैछौँ आफ्नै गाउँ फर्की अनि हामी कसमा जाँदैछौँ गाइज। यो चाहिँ लस्तीको झ्याल हामी दुईजना छौँ अनि अब हामी रमाइलो गर्छौँ। अनि उतो पसला चाहिँ माडा किनेर लाने हो गाइज हामीले। गाइज अब हामी कसमा जान लाग्यो त्यही हो गाइज। अब हामी कसमा जाँदैछौँ। यहाँ तिहार अझ पनि सकेको छैन। देख्न सक्नुहुन्छ यहाँ तिहार सकेको छैन। हेलो बाबु, बाई बाई। अब हामी जाँदैछौँ। है बाबु, बाटो हिँडेर पहिला बाटो कच्ची बाटो थियो, धाइरिङ बाटो हिँडेर आएर बस्ती बाटो हिँड्दै हामी खन्यागा जान्छ साथीहरू। माथिबाट नाइलिगाउँबाट साथीहरू आउनुहुन्थ्यो। साथीहरू आएपछि हामी अनि धाइरिङका साथी र नाइलिगाउँका साथीहरू खन्यागाडको पुल तरेर अनि यो खन्यागाडबाट माथि उकालो छ साथीहरू। यो वन देख्नु भयो। देख्न सक्नुहुनेछ बाटो यस्तो छ। यो बाटो चाहिँ अहिले चाहिँ बाटो देखिएको छैन। यहाँ एकदमै उकालोले छेकेको छ। अनि अब यो उकालो हिँडेर हामी चाहिँ महेन्द्र बाबुल क्याम्पस बनेको छ। बागलुङमा हामी चाहिँ अध्ययन गर्छौँ। अहिले आफ्नो सुविधा थिएन, हिँडेर गइन्थ्यो, हिँडेर आइन्थ्यो। पहिला धेरै दुःख भए पनि रमाइलो थियो, सुख थियो। अहिले अब सुख भए पनि यस्तै छ साथीहरू, यस्तै बाटो यस्तो छ। यस्तो छ बाटो। अलिक तिमी के भन्छ लाइक सब्सक्राइब गरिदिनु होला। छोरीको च्यानल दीक्षा सुवेदीलाई लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु। मन परेको छ, जे राम्रो लागेको छ राम्रोलाई राम्रो भनिदिनु, नराम्रोलाई नराम्रो भनिदिनु है। खन्याघाट आइसकेका छौँ। खन्याघाटको बाटो अनि यहाँबाट चाहिँ हामी ठुलियामको घर गइन्छ है। बाटो
यहाँबाट गइन्छ गाइस खाना गाइस यो खुरकोट ठुलेमको घर जाने बाटो हो हामी यहाँ चाहिँ बसिन्छौँ त्यतिकै ए मम्मी बाबु 2058 साल मक्सिर 19 गते भएको थियो साथीहरु बिहाको दिन बिहाको दिन उकालो हिँड्दै बाबु 3 घन्टा लाग्यो मलाई त 3 घन्टा पोको हामी त 3 घन्टा खोरकोट पुग्यो बल्ल उहाँ पुग्दाखेरि राति 10 बज्यो 10-11 बज्यो यति टाढा क्यार र दिदीले दिन काटेर खाने हो नि यस्तो जङ्गलको बाटो यस्तो भिरालो यस्तो ठाउँ एकान्त भनेको त अहिले त साथीहरू सर र पिच बाटो दैलै जाने भयो त्यही भएर पछि पहिलाका दुःखका दिन भएपछि पछि सुखका दिन आउँदा रहेछ यो बाटो है गाई त्यहाँबाट जाने हो बाबु खै कता हराइन बाबु कता हराइन यिनी मेरो कान्छी छोरी यहाँ छिन् बाइकमा चढ निराएको निरै गर्छ सपना मिस बाहिर निस्किँदै हुनुहुन्छ हाम्रो सपना पौडेल गाइस सपना पौडेल आउँदै हुनुहुन्छ वेलकम भाग्यमानी भाइ बाई बाई छिटो आइसकेका हेर त आइरहेको पारा गाइस हाम्रो घर हामी आइपुग्यौँ गाइस हाम्रो घर गाइस हामी बुझ्न पनि आइसकेर म बारीमा प्रवेश गरिदिन्छु भर्खरै घर आएँ वाउ कति राम्रो फुल फुल्यो होला यहाँ देखाइदिन्छु गाइस तपाईँलाई कति राम्रो फुल्यो यति राम्रो फुल छ यहाँ गाइस हामी 2 दिन घरमा नभएको बल्ल यति भयो रहेछ त्यही नै हो भर्खरै आइपुग्यौँ गाइस गाह्रो भयो हिजो ज्वरो आएको थियो टाउको दुखेको थियो आज रुगा लाउन चाहिँ छोडेँ होइन त्यही हो सबैजनाले ह्याप्पी तिहार फेरि पनि राम्रोसँग मनाउनु नै भएको होला आशा छ फोटोसुट हुँदैछ त्यहाँ त्यही हो गाइस अब यति नै रहेको छ भ्लग मेरो आज चाहिँ सबैजनालाई थ्याङ्क्स फर वाचिङ माई भिडियो बाइ बाइ